नमस्ते। आज हामी एउटा निकै महत्त्वपूर्ण आध्यात्मिक सम्बन्धबारे कुरा गर्दैछौँ। अँ, गौतम बुद्ध र उहाँका एकजना प्रमुख शिष्य सारीपुत्रको सम्बन्ध। हो, हाम्रो आधार चाहिँ बुद्ध र सारीपुत्रको भेट भन्ने लेखका अंशहरू हुन्। हामी यो भेटको गहिरो अर्थ अनि ज्ञान, विनम्रता जस्ता कुराहरूलाई केलाउने प्रयास गर्नेछौँ। यो कथा सुरु हुन्छ एउटा निकै रोचक भेटबाट। सारीपुत्र, जो त्यतिबेला अर्कै गुरु सञ्जय वेलट्टीपुत्रका शिष्य थिए। उहाँ र मोगलल्लन दुवैजना सत्य खोज्दै हुनुहुन्थ्यो, होइन त? हो, एकदम। अनि उहाँहरू भौतारिने क्रममा सारीपुत्रले बुद्धका एक शिष्य अश्वतजीलाई भेट्नुभयो बाटोमा। त्यो पहिलो भेट भनिन्छ नि, अश्वतजीको त्यो शान्त मुद्राले सारीपुत्रलाई खुब तान्यो रेन। हो नि, सारीपुत्र आफैमा ठूला विद्वान थिए, तर अश्वतजीमा केही विशेष देखे उहाँले। अनि सोधिहाले, तपाईँ को शिष्य, के सिकाउनुहुन्छ गुरुले? अनि अश्वतजीको जवाफ छोटो तर कति शक्तिशाली। उहाँले भन्नुभयो, ये धम्मा हेतुप्प भवा, मतलब सबै कुरा कारणबाटै उत्पन्न हुन्छन्। ती कारणहरू बुद्धले बताउनु भएको छ र ती कारणहरूको अन्त्य कसरी हुन्छ त्यो पनि उहाँले सिकाउनु भएको छ। कारण र कार्यको नियम, प्रतीत्य समुत्पाद। हो, त्यही त। यो सुन्ने बित्तिकै सारीपुत्रलाई त मतलब बिजुली चम्के जस्तो भयो रे। वर्षौंदेखिको खोजले बाटो पाए जस्तो। त्यो त शब्दको शक्ति मात्रै थियो कि खै अश्वतजीको प्रस्तुति र सारीपुत्रको आफ्नै तयारी पनि थियो होला? मलाई लाग्छ दुवै थियो। त्यो बेला कति दर्शन थिए, कति मत थिए, तर कारण र कार्यको यति स्पष्ट तर्कसङ्गत कुरा सारीपुत्रका लागि नौलो थियो, क्रान्तिकारी नै थियो। दुःख छ भने कारण हुनै पर्छ, कारण छ भने निवारण पनि छ भन्ने आशा पलायो होला। एकदम। अनि अश्वतजीको त्यो शान्त व्यक्तित्वले वचनलाई झनै विश्वसनीय बनायो। त्यसपछि त सारीपुत्र दौडेर मोगललान कहाँ पुग्नुभयो, होइन? हो, पुगेर सबै कुरा सुनाउनु भयो। अनि दुवैजना आफ्ना अनुयायीहरूसहित बुद्धलाई भेट्न जान तयार भए। अनि जब उहाँहरू पुग्नुभयो, बुद्धले टाढैबाट देखेर भन्नुभयो रे? भन्नुभयो, यी दुई मित्र आउँदैछन्, यिनीहरू मेरा शिष्यहरूमध्ये अग्रगण्य हुनेछन्, एकजना प्रज्ञामा, अर्को हृद्धिमा। कस्तो अन्तर्दृष्टि! बुद्धले सारीपुत्रलाई देख्ने बित्तिकै उहाँको त्यो बुद्धिको गहिराई चिन्नुभयो। हो, पछि त बुद्धले सारीपुत्रलाई आफ्नो अगम्य धर्म मतलब गहिरा शिक्षाहरू जस्तै शून्यता, अनित्य, अनात्म बुझ्न सक्ने पात्र भन्नुभयो। अनि समयक्रममा सारीपुत्र बुद्धका धर्म सेनापति, ज्ञानको महासागर भनेर चिनिनुभयो। तर उहाँमा ज्ञान मात्रै त थिएन नि, है? थिएन। उहाँ जति ज्ञानी उति नै विनम्र पनि हुनुहुन्थ्यो, सहनशीलता पनि उस्तै। एउटा घटना छ नि जहाँ एक भिक्षुले उहाँमाथि गलत आरोप लगाउँछन्। तर सारीपुत्र चुपचाप शान्त रहनुभयो। पछि बुद्धले उहाँको सहनशीलताको तारिफ गर्नुभयो। ज्ञानले कहिलेकाहीँ अभिमान ल्याउँछ, तर सारीपुत्र अपवाद हुनुहुन्थ्यो। अनि त्यो क्रोध बारेको कुराकानी पनि बुद्धले सोध्नुभयो, सारीपुत्र, तिमीलाई कहिले रिस उठ्दैन? अनि सारीपुत्रको जवाफ कति मार्मिक थियो, भगवान, रिस त आगो हो, पहिला आफैलाई जलाउँछ, क्षमा नै सबैभन्दा ठूलो शक्ति हो। यो त उहाँको अभ्यासको स्तर थियो। उहाँले क्षमालाई कमजोरी होइन, शक्ति मान्नुभयो। हो, अनि आफ्नो अन्तिम समयमा निर्वाण प्राप्त गर्नु अघि पनि उहाँले शिष्यहरूलाई यही सम्झाउनुभयो। के भन्नुभयो उहाँले? उहाँले भन्नुभयो, जबसम्म मनमा अहङ्कार, लोभ, द्वेष बाँकी रहन्छ, शान्ति सम्भव छैन। यिनैलाई त्याग्नु नै ठिक बाटो हो। एकदमै स्पष्ट सन्देश। साँच्चै बुद्ध र सारीपुत्र दुवैको जीवनले ज्ञान, करुणा र विनम्रता एकसाथ कसरी हुन्छ भन्ने देखाउँछ। हो, र यो पनि देखाउँछ कि बाहिरी शिक्षा जति महत्त्वपूर्ण भए पनि अन्तिम सत्य त आफ्नै भित्र खोज्नुपर्छ, आफ्नै अनुभवले। यो कथाले हामीलाई धेरै कुरा सोच्न बाध्य बनाउँछ। खास गरी त्यो अश्वतजीको एउटा सानो भनाइले कसरी सारीपुत्र जस्तो विद्वानको जीवन नै बदलिदियो। हो नि, यो गहिरो प्रश्न हो। के कुराले यस्ता छोटा तर गहन वचनलाई यति शक्तिशाली बनाउँछ होला? सायद त्यो वचन, भन्ने तरिका अनि सुन्ने मान्छेको त्यो ग्रहण गर्ने तत्परता, यी सबैको संयोगले होला। हो, यसमा त हाम्रा श्रोताले पनि पक्कै विचार गर्नुहुनेछ।